Hi guys, welcome to my vlog. It's day 2. अहिले चाहिँ बिहानको 1 बज्न लाग्यो अनि हामी ट्रेकिङ आएको लास्ट यार यो कोहली कमल बनाएको अरे के यस्तो भयो नि ट्रेकिङमा कोहली कमल बनाउने यार अति त अति भएन र गाइजहरू भन्थ्यो अति भएन यता नि गर्ने हो फेरि राम्रै हो उहाँ सुतिरहेको फेरि हल्का अब हामी ठ्याक्क अहिले 1 बजे हिँड्न लागिसक्नु जान्न अब यो छैन हाम्रो टोली लामै छ हामी 10 देखि 11 जनाको टिममा छौँ एकदम रमाइलो एकदम एक्साइटिङ बाटो एकदमै गाह्रो भइरहेको छ बाटो चाहिँ तिमीलाई कस्तो लाग्छ दिदी कस्तो एक्साइटेड नर्भस हामी आज टेम्पल रन खेल्ने हो कि पूजा एकदम रमाइलो हिँड्न सकोस् मेरो चाहिँ हल्का हिजोतिर हल्ला गरेर आज घाँटी अलिकति सुकिसक्यो त्यही यो बाटो हेर्ने यस्तो छ हाई गाइज हामी हिँड्न थाकिसक्यौँ कस्तो भइरहेको दिन 1 मिनट हिँड्ने थाक्यो के हो यस्तो गिलो छ गिलो झुस्किदियोस् मारोला बाटो एकदम एकदम रमाइलो भयो बाटो चलिरहेको राति कस्तो भइरहेछ एकदमै रमाइलो मेकअप चाहिँ बुझ पनि गर्नु पर्यो अलिअलि गाइज हामी चाहिँ भर्खरै रेस्ट गरेछौँ होइन आधा बाटो पनि पुग्यो जो एउटा सर्टेन पोइन्टमा पुगेर चाहिँ रेस्ट गरेको कस्तो लागेको छ गाइज एकदमै रमाइलो यिनीहरू छ नि पुग्नै पर्यो नि लगातार 5 मिनटसम्म पुगेपछि कन्डिसन मिलाइ कन्डिसन इज भेरी भेरी ब्याड यस सिडिङ हेरेर गाह्रो भइरहेको छ तर गाह्रो भयो तर हामी जान्थ्यौँ अब 8 घन्टा बाँकी छ हामी चाहिँ बगानबाट नै हिँडेको 1 बजी हिँडेको अहिले 3 बज्न आँट्यो 2 घन्टा भयो हिँडेको तर इनर्जी चाहिँ आउनु भएको होइन जे होस् बाटो त्यस्तो गाह्रो पनि होइन सिँढीहरू अलिकति फेरि सम्मबाट आउँछ नि अलिकति सिँढीहरू आउँछ इजी छ माइन्ड मेकअप चाहिँ के बनाएर आउनुहोस् भनेपछि सक्छु हाम्रो 2 जना साथी चाहिँ बाजे पोजिटिभ थिङ्किङ गरेर आउनु के माइन्ड मेकअप चाहिँ जस्तै छ म यस्तै स्वर्गको ऊ चढे जस्तै चढ्ने भनेर आयो भने सजिलो हुन्छ केही पनि होइन नर्मली आयो भने सोचेर आयो भने गाह्रो हो नि गाह्रो छ गाह्रो गाइज थकित हुनुहुन्छ सबैजना इनर्जी एक्साइटमेन्ट भर्सेस रियल फिलिङ अझै सिँढी हेर्नु गाइज फाइनली अब चाहिँ पुरै स्नोको बाटो कस्तो लाग्यो सुस्मिता बाटो पुरै स्नोको छ अब त्यस्तो स्नो छ अनि रमाइलो छ त्यो रमाइलो भइरहेको छ हामी धेरै छौँ स्नो छ रमाइलो छ गाइज वी लस्ट यु झरेको यहाँ बिचरा हामी बाटो सनराइज हुँदैछ त्यहाँबाट यहाँ क्याप्चर हुँदैछ स्नो You carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get a chance. Guys, the view is so mesmerizing. Kस्तो लागेको छ? Wow, feels like heaven. Are you happy? Oh my God, Are you satisfied? I'm so much happy. Are you satisfied? Yes, I'm satisfied. She hums
a tune I've never heard in languages I can't speak. Look at it. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like hope. एकदम राम्रो छ एकचोटि आउनै पर्छ हेर्नु न यो हाईली रिकमेन्डेड हेर्नु न एकचोटि गाइस Oh, try. म रुन मात्रै सकिरहेको छैन साथीहरूले चाहिँ हाम्रो सब साथीहरूले गिभ अप गरे गिभ अप गरिसक्यो हामी चाहिँ ऊ त्यो हिमालयनमा जाने भनेर बस्नु नेभर गिभ अप गाइस नेभर गिभ अप मेरो आँखाबाट आँसु बगिरहेछ कि मेरो देश देखेर Hold inside. हेर न मेरो If I don't ask your name today, गाइस I may never एकदमै गाह्रो get the chance to walk beside your wandering dance. Maybe next year in Madrid or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, try. The world is your अब हामी चक्कर मक्कर पुग्नै आँट्यो and I just stood afraid of fate. If I don't take that, एकदमै राम्रो छ है फाइनल्ली भैरवकुण्ड आयो गाइस यति सङ्घर्ष भयो यहाँ आउनु है म के भनौँ साह्रै गाह्रो स्नो परेको बेला झन् गाह्रो हुँदो रहेछ एकदमै धेरै स्नो छ यहाँनिर फाइनल्ली मैले रिटर्न आउँदाको चाहिँ भ्लग बनाउन पाएन किनकि एकदम धेरै परिरहेको थियो अनि बिच बाटोदेखि चाहिँ एकदमै धेरै नै पानी र असिना परेर हामी चाहिँ भ्लग बनाउन एबल भएनौँ अहिले चाहिँ हामी भेगमा आएर अनि त्यहाँ नबस्ने कुरा गरौँ अनि अहिले चाहिँ हामी काठमाडौँ फर्किँदैछौँ त्यही हो डिटेल्समा अनि अलिक के चाहियो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ थ्याङ्क यू एकदम हामी जस्ट घर पुगेको जिउस ट्रिप एकदमै रमाइलो भयो बगानदेखि भैरवकुण्ड र भैरवकुण्डदेखि बगानसम्म आउनु अलिकति गाह्रो भयो फेरि त्यसपछि हामी काठमाडौँ फर्किनु पर्ने थियो हल्का रस आइयो हाम्रो धेरै साथीहरू त गिभ अप गरे हामी चाहिँ गयौँ माथिसम्म नै जे होस् अलि हिँड्नु सक्ने मान्छेहरू चाहिँ जानु होला होइन भने चक्करमक्करसम्म गाडी गयो भने चाहिँ त्यहाँदेखि जानु र हजुरहरूले सजिलो हुन्छ एकदमै ट्रिप चाहिँ ओभरअलमा एकदमै रमाइलो नै थियो जे होस् तपाईँहरू पनि जान सक्नुहुन्छ खाना बस्ने होटलहरू राम्रो नै छ त्यस्तो नराम्रो छैन खाना चाहिँ एकदमै मिठो पाउँछ माया दिदीको गेस्ट हाउसमा बगानमा छ दिदी पनि नाइस हुनुहुन्छ गाइस ल अब हामी सुत्नुपर्छ रातिको 1 बजिसक्यो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई